किसान साथीहरू बाख्रालाई दस्त लाग्यो भने समान समस्या हो भनेर छोडिदिन्छन्, तर सावधान। दस्त समयमा रोकिएन भने बाख्रा केही दिनमै कमजोर भएर मर्न पनि सक्छ। आजको यस भिडियोमा म तपाईहरूलाई बाख्रालाई दस्त किन हुन्छ त्यो कुरा थाहा भएमा तपाईलाई कुनै समस्या नै हुँदैन। उपचारको बारेमा र तुरन्त के गर्ने यी सबै कुरा बताउन छु। तपाई बाख्रा पाल्नुहुन्छ भने यो भिडियो अन्तसम्म हेर्नुहोला, किनकि तपाईको सानो गल्तीले तपाईको बाख्रा मर्न पनि सक्छ। यदि बाख्राले दस्त गरेको छ भने किन गरेको छ पहिलो त्यो पत्ता लगाउनु पर्छ। धेरै हरियो घाँस खाएमा वा भिजेको घाँस खाएमा दस्त हुन्छ। बिग्रिएको दाना खाएमा वा बढी दाना खाएमा दस्त गरेको छ भने चिन्ता लिनु पर्दैन, त्यो एक दिनमा आफै ठिक हुन्छ। प्रत्येक दिन घाँसमा पानीको मात्रा बढी भएको दिन हुन्छ भने त्यो दस्त गर्छ। यस्तो अवस्थामा जति औषधि दिँदा केही पनि फरक पर्दैन। यी सबै खानेकुरा दिनु भएको छैन भने दस्त भएमा बाख्राले फोहोर पानी पिएको हुन सक्छ, पेटमा किरा भएको हुन सक्छ, बढी भएमा पनि बाख्रा दस्त गर्छ। मौसममा अचानक परिवर्तन हुँदा पनि दस्त देख्न पाइन्छ। यस्ता कारणहरूले दस्त लागेको छ भने त्यो सावधान हुनुपर्छ। कहिलेकाहीँ बाख्रा दस्त गर्दा सँगै रगत पनि आउने गर्छ। अर्को कारण रहेको छ कहिलेकाहीँ पिपिआर भएमा वा निमोनिया भएमा पनि बाख्रामा दस्त हेर्न पाइन्छ। बाख्रालाई दस्त भएको छ भने कसरी पहिचान गर्ने? यदि बाख्राले पानी जस्तो दिशा गरेछ भने, खाना मन लगाएर नखाएको छ भने, पानीको कमीको कारण शरीर सुकेको जस्तो देख्नु, दस्त गर्दा सँगै किरा पनि सेतो खालको आउनु, यस्तो अवस्था छ भने बाख्राको शरीरमा पानीको कमी हुन नदिनको लागि बाख्रालाई सफा पानीमा 1 चम्चा नुन 2 चम्चा गुड मिलाएर दिनु पर्छ। यस बेला बाख्रालाई सुक्खा चारा मात्र दिनुपर्छ। रसिलो हरियो घाँस दिएमा छन समस्या निम्ताउँछ। यदि तपाईको घरमा डाइरोक वा नेबुलोन पाउडर राख्नु भएको छ भने बाख्रालाई पिलाउनुहोस्। कसरी दिने भन्ने पाउडरको प्याकेटमा लेखिएको हुन्छ। 1 वा 2 दिनमा निको भएन भने तुरुन्त पशु डाक्टरलाई बोलाई उपचार गराउनुहोस्। दिशामा रगत आयो भने यो एकदमै खतरा हुन्छ, ढिलो नगर्नुहोस्। उपचार गर्ने यो भिडियोमा जानकारीको लागि मात्र बनाएको छु। कुनै पनि किसिमको औषधि दिनुभन्दा पहिला पशु डाक्टरको सल्लाह अवश्य लिनुहोला। यदि तपाईलाई यो जानकारी उपयोगी लागेमा भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। बाख्रा पालन सम्बन्धी जानकारीको लागि फेरि नै भिडियो ल्याउने छु।